हुन्छ यहाँहरू सबैलाई फेरि पनि प्रभु यीशु ख्रीष्टको नाउँमा जय मसीह अनि नमस्ते। आशा छ तपाईँहरू सबैजना प्रभुमा एकदमै आशिषित हुनुहुन्छ होला भनेर म चाहिँ आजभोलि कामको व्यस्तताले गर्दाखेरि है लाइभमा आउन सकेको छैन। यसै कारण आज म लाइभ नभएर छोटो एउटा भिडियो बनाएर म अपलोड गर्ने क्रममा छु। यस प्रकार चाहिँ किनकि म सम्पूर्ण जति पनि मेरो फेसबुकमा हुनुहुने प्रिय दाजुभाइ दिदीबहिनीहरू आमा बुवाहरू सबैजनालाई म एकदमै निरन्तर रूपमा सम्झिरहेको हुन्छु र पनि अब प्रवासमा छु। प्रवासमा भएको कारणले गर्दाखेरि होइन आफ्नो जीविका पाचनको निम्ति हामीले काम गर्नुपर्छ। परिश्रम नगरिकन हाम्रो जीविका पाचन हुँदैन। त्यसै कारण चाहिँ प्रियहरू म चाहिँ आज यो भिडियोलाई चाहिँ अपलोड गर्नेछु एकैछिनपछि चाहिँ, किनकि मेरो सबैजना फेसबुक मित्रहरूले चाहिँ प्रभुका प्रियजनहरूले चाहिँ सम्झिरहेछन् कहाँ हुनुहुन्छ, के हुनुहुन्छ, कस्तो कस्तो हुनुहुन्छ भनेर भनिरहनु भएको छ। यसै कारण म आज सबैजनाको लागि है एउटा वचनबाट चाहिँ एकदमै असल सन्देश, प्रभु यीशु ख्रीष्टको सन्देश तपाईँहरूमा छोड्न गइरहेको छु। यसै प्रकार म सबैजनाले मेरो हौसला र उत्साहको निम्ति प्रार्थना अनि सक्दो सपोर्ट गर्नुहोला। हालेलुया। यसै प्रकार मेरो निम्ति प्रार्थना चाहिँ निरन्तर हुनुपर्दछ र म आजको वचन तपाईँहरूको माझमा सेयर गर्न गइरहेको छु। अनि यूहन्ना को पुस्तकबाट यूहन्ना हाम्रो 13 को 34, 35, 36 हालेलुया 34, 35, 36लाई हामी हेर्नेछौँ। हालेलुया। तपाईँहरूसँग बाइबल छ भने तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ, नत्र म यो वचनलाई त्यहाँ डिस्क्रिप्सनमा पनि राख्नेछु। हालेलुया। यस प्रकार यो वचनलाई म तपाईँहरूको माझमा सेयर गर्न गइरहेको छु। 34मा भन्छ, एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु। हालेलुया। के भन्नुभयो? एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु भन्नुको अर्थ चाहिँ तपाईँ र मेरो निम्ति त्यो आज्ञा प्रभुले दिनुभएको छ। तर त्यो आज्ञालाई तपाईँ र मैले है त्यो आज्ञालाई तपाईँ र मैले जीवनमा लागू गर्न र त्यो आज्ञालाई रिसिभ गर्न अर्थात् हामीले पक्र्न अलि समात्न जरुरी छ। त्यो आज्ञालाई चाहिँ त्यो आज्ञा तपाईँ र मेरो निम्ति हो। हालेलुया। यस प्रकार छ त्यो आज्ञा चाहिँ तिमीले एक अर्कालाई प्रेम गर, तिमीसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एक अर्कालाई त्यस्तै प्रेम गर। हालेलुया। यस्तो तिमीहरूलाई मैले कस्तो प्रेम गरेको छु त्यस्तै तिमीहरू पनि एक अर्कालाई प्रेम गर भनेर भन्नुभएको छ। आजको समयमा हेर्ने हो भने म हार्ने मान्छे होइन, म झुक्ने मान्छे होइन भनेर धेरै जस्ता दाजुभाइ दिदीबहिनी अथवा युवाहरूले भनौँ न त्यो गर्न खोज्छन्। तर खासमा तपाईँ र म चाहिँ प्रभु यीशु ख्रीष्टलाई पछ्याएको व्यक्तिहरू भएको हुनाले तपाईँ र मलाई यी व्यवहार, यो बानी हामीलाई सुहाउँदैन प्रियहरू। किनकि यहाँ भनेको एक अर्कालाई प्रेम गर, तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि है एक अर्कालाई त्यस्तै प्रेम गर भन्नुको मतलब यीशु ख्रीष्ट संसारमा द्वन्द्व मचाउनको लागि होइन, झगडा गराउनको लागि होइन, विवाद गराउनको लागि होइन, मान्छेहरूमा फुट पार्नलाई होइन है यीशु ख्रीष्ट चाहिँ संसारमा किन आउनुभएको रहेछ भन्ने कुरो यहाँ प्रश्न पारिएको छ है। कि यहाँ भनिएको छ जस्तो मैले है जस्तो प्रेम गरेको छु, जस्तो मैले होइन भने मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एकअर्कालाई त्यस्तै प्रेम गर। हालेलुया। यीशु ख्रीष्टले यस्तो भन्नुभएको छैन मैले संसारमा आउँदाखेरि गाउँ समाज गल्लीहरू ठुलादेखि साना सबैले मैले दहन गरेको थिएँ, शासन गरेको थिएँ, डराएको थिएँ भनेर भन्नु भएन। हालेलुया। यहाँ के भन्नुभएको छ? जस्तो मैले है प्रेम गरेको छु तिमीहरूले पनि एकअर्कालाई त्यस्तै प्रेम गर। प्रियहरू, यो चाहिँ तपाईँ र मेरो निम्ति बहुमूल्य कुरा हो, एकदमै असल कुरा हो। एकअर्कालाई प्रेममा रहनु, एकअर्कालाई प्रेम गर्नु। हालेलुया। हामीले झै झगडा द्वन्द्व हिंसा हत्या होइन प्रियहरू, तपाईँ र मैले चाहिँ प्रेममा रहन आवश्यक छ। अनि 35 को वचनले भन्छ यदि तिमीहरूले एकअर्कालाई प्रेम गर्यौ भने यसैबाट सबैले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ। हालेलुया। परमेश्वरलाई महिमा भएको होस्। किन? यीशु ख्रीष्टले चाहिँ आफ्नो चाहिँ उनले यहाँ प्रष्ट धारणा राख्नु भएको छ। के भन्नुभएको छ? यदि तिमीहरूले एकअर्कालाई प्रेम गर्यौ र एकअर्कालाई चाहिँ सहेर बस्यौ, मिलेर बस्यौ भने तिमीहरूलाई चाहिँ के भनेछन्? यसैबाट चाहिँ जान्नेछन्। कसले? अविश्वासी, जसले चाहिँ प्रभुलाई चिन्नु भएको छैन।
तिनीहरू पनि भोलि चिन्नेछन् र प्रभुको महिमा हुनेछ। के भनेको छ? यसैबाट चिन्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ। ती मान्छेहरूले चिन्नेछन् कि हामी चाहिँ येशू ख्रिस्टलाई पछ्याउने व्यक्तित्वहरू हौँ भनेर अन्य जातिहरूले हामीलाई देख्नेछ र त्यहाँ येशू ख्रिस्टको है अर्थात् परमेश्वरको महिमा हुनेछ। हालेलुया। तर प्रियहरू, तपाईँ र मलाई चाहिँ यो वचनले है यी महत्त्वपूर्ण कुराहरू सिकाउँदछ कि एकअर्कालाई प्रेम गर्नु। रिस, राग, ईर्षा, हत्या, हिंसा, झै झगडा, डाहा यस्ता कुराहरूको पछाडि हामीले लाग्नुहुन्न प्रियहरू। हामीले लाग्ने भनेको के हो त? येशू ख्रिस्टको शिक्षा, प्रभु येशू ख्रिस्टले जुन शिक्षा तपाईँ र मलाई दिनुभएको छ त्यसलाई पक्रिराख्ने हो, त्यसैको पछि हामी हिँड्ने हो।